भारतको अर्थरोड जेलबाट एक नेपाली युवा 1.5 महिनापछि रिहा भएका छन्। दर्शकवृन्द, नेपाल कालीकोट जिल्ला निवासी विमल साई भारतमा दोहोरो नागरिकता र आधार कार्ड सम्बन्धी विवादमा फसी 1.5 महिना अर्थरोड जेलमा थुनिनु परेको थियो। लामो संघर्ष, कानूनी प्रक्रियाको सामना र लगभग 2,80,000 रुपैयाँ खर्च गरेपछि अनन्त उनलाई जमानतमा रिहा गरिएको छ। यस कठिन अवस्थामा भारतमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै आएका समाजसेवी एमबी बोहराको महत्वपूर्ण भूमिका रहेको छ। अधिकारीहरूका अनुसार अझै पनि त्यहाँ 120 जना नेपाली नागरिक विभिन्न समस्यामा फँसेका छन्। यस घटनाबाट सबै नेपाली नागरिकले सिक्नुपर्ने महत्वपूर्ण कुरा के हो भने विदेश यात्रा गर्दा आफ्ना सबै कानूनी कागजातहरू जस्तै पासपोर्ट, भिसा र अन्य आवश्यक प्रमाणपत्रहरू ध्यानपूर्वक बोक्नुपर्छ। साथै कुनै पनि प्रकारको दोहोरो नागरिकता वा अवैध कागजात प्रयोग नगर्न सबैलाई अनुरोध गरिएको छ। समस्या परेमा सही कानूनी प्रक्रिया अपनाउन र नजिकैको नेपाली दूतावास वा सहयोगी संस्थाहरूसँग सम्पर्क गर्न पनि अनुरोध गर्दछौं। बम्बईमा यो सेन्ट्रल गभर्नमेन्टको आरपीएफ जवानले चेकअप गर्दा त्यहाँ धेरै किसिमको त्रुटिहरू भेटाउने भएको हुनाले यसरी नै हामीलाई थाहा भएको हो। त हाम्रो एउटा संगठनको साथीलाई मार्फत नेपाली जनसम्पर्क समिति भारत चण्डीगढको क्षेत्रीय अध्यक्षले हामीलाई सूचना दिए अनुसार उहाँकै छिमेकी मान्छे यस्तो गरी हाम्रो त्यहाँ दोहोरो नागरिकतामा फसेको छ, त्यसलाई जसरी भए पनि छुटाउनु पर्यो भन्ने भन्दा हामी त्यहाँ गएर चौकीमा पुस्दा त्यो एयरपोर्ट चौकी अँधेरी इन्टरनेसनल एयरपोर्टको त्यहाँ चाहिँ हामीले बुझविस्तार गर्दा दोहोरो नागरिकतामा धेरै जस्तो नेपालीहरू रहेछन् र त्यो भाइलाई हामीले छुटाउने प्रक्रिया गर्दा हामीले यहाँको लिगली गभर्नमेन्टको प्रक्रिया मिलाएर त्यसलाई छुटाइएको छ। तर त्यहाँ त्यो भाइको भनाइ अनुसार र त्यहाँको अधिकारीहरूको भनाइ अनुसार फेरि पनि त्यो अत्तर जेलमा हाम्रो धेरैजना नेपालीहरू कमसे कम 120 जनाको हाराहारीमा 120 भन्दा माथि छन्, गिन्न सकेन, तर 120 जना भन्दा माथिको हाराहारीमा कमसे कम 2 महिना 3 महिना चार्जसिट नमिलेर 45 दिनको यो गभर्नमेन्टको लकअप पिरियड हुँदो रहेछ। त्यो एयरपोर्ट इन्टरनेसनल एयरपोर्टमा समातिसक्यो भनेपछि हैन 45 दिन भन्दा अगाडि चार्जसिट दिँदैन। चार्जसिट त्यो भन्दा अगाडि चाहियो भने चार्जसिट त्यहाँ हामीले अधिकारीहरूलाई पैसा खिलाउनु पर्यो। यहाँ कानूनी प्रक्रिया यसमा अन्यगत रूपमा गएर पनि हामीहरूले आफ्नो सक्दो सहयोग गुहार मागेर हामीले पैसा दिएर पनि उनीहरूलाई त्यो चार्जसिट कहिलेकाहीँ पनि 20 देखि 25 दिनभित्र मात्रै आउँछ। त्यसो भएको कारणले 90 दिनको प्रक्रिया चार्जसिटको हुन्छ। कुनैको 45 दिनमा चार्जसिट दिन्छ, कसैलाई 35 दिनमा दिन्छ, कसैलाई 60 दिनमा दिन्छ। तर धेरै हो भने लामै छ भने 90 दिन भन्दा 90 दिन उनको गभर्नमेन्टको प्रक्रिया हो चार्जसिट दिने। भारतमा आएर पहिल्यैदेखि आएर भारतमा आएर हाम्रो अब भारतमा कमाइ गर्दा पनि हामीलाई यहाँ डकुमेन्ट चाहिन्छ। यो डकुमेन्ट चाहिने हुँदा हाम्रो छिमेकी राष्ट्र भारत भएको कारणले नेपालदेखि भारतमा आउँदा केही न केही डकुमेन्टहरू यहाँ सर्भिस गर्दा जब गर्दा कुनै न कुनै कारणमा हामीलाई डकुमेन्ट्री चाहिने भएकोले, नेपालको डकुमेन्ट्रीले काम नगर्ने भएकोले र भारतको डकुमेन्ट्री चाहियो भन्ने आधारले यहाँ हाम्रो आउने सर्वसाधारण दाजुभाइहरूले पनि अब आधार कार्ड, पेन कार्ड यी डकुमेन्टहरू बनाएका छन्। तर म के भन्न चाहन्छु भने तपाईहरूलाई अब नेपाल सरकारले र भारत सरकारको एउटा विशेष पहलमा नेपाल राजदूतावासले एउटा आधार कार्ड जारी गरेको छ। त्यो लिगली टेम्पोररी हो, लिगली होइन, अनलिगली टेम्पोररी। भारतमा 6 महिनासम्मको लागि त्यो आधार कार्ड भए पनि हामीलाई भारत सरकारले समात्दैन, किनकि त्यो लिगली गभर्नमेन्टले भारत सरकार र नेपाल सरकारको अहिले भर्खरै होइन, यो हामीले यो हाम्रो दूतावासबाट हामीलाई जानकारी भएको छ कि अब भारतमा रहेका विभिन्न संघ संगठनहरूलाई पनि अब यो एमबीसीद्वारा हामीलाई यो चाहिँ अथोराइज मिल्ने भएको छ। किनकि यहाँ जुन सबै ठाउँमा त एमबीसीले जान सक्दैन, दिल्ली दूतावासले। त्यसो भएको कारणले भारतमा रहेर छरिएर बसेका सम्पूर्ण साथीहरूलाई म यो लक्ष्यधारी न्युजको मार्फत र भारतदेखि रहेर नेपालदेखि लिएर हाम्रो विदेशमा रहेका जति पनि सम्पूर्ण साथीहरूलाई म के भन्न चाहन्छु भने दूतावासमा आएर दूतावासको कर्मचारीहरूसँग सम्पर्क गरेर आफूले जो यहाँ बनाएको आधार कार्ड, पेन कार्डहरूलाई तपाईहरूले सरेन्डर गरेर नयाँ भारतीय नेपाली एमबीसीबाट तपाईहरूले एउटा डकुमेन्ट्री जो भारतमा बस्न जेलको लागि टेम्पोररी डकुमेन्ट्री दिन्छ, त्यो डकुमेन्ट्री यहाँको गभर्नमेन्टले मान्ने गरेको छ। म यो सूचना पनि हाम्रो नेपालभरि जाओस् र भारतमा रहेर बसेका सम्पूर्ण
हाम्रो मजदुर गर्न आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु कि यो चाहिँ डकुमेन्ट्रीहरू तपाईँहरूले यहाँ जति पनि बनाउनु भएको छ तर त्यसलाई फेरबदल गर्नुहोला र दुईटा डकुमेन्ट बोकेर नहिँड्नुहोला। या त तपाईँ नेपालको डकुमेन्ट्री भारतमा आउँदा नेपालको डकुमेन्ट्री नेपालमै छोडेर आउनुहोस्, भारतमा लिएरै नआउनुहोस्। तपाईँको अहिले के छ भने अनलाइनको जमाना छ। अनलाइनमा तपाईँको नाम र तपाईँको पुरा नाम हाल्दै साथमा त्यसले तुरुन्त तपाईँको दुईटा डकुमेन्ट्री देखाइहाल्छ। किनकि नेपाल हो, भारत हो, हामी चाइना जापान जहाँ बसे पनि तर हामी एउटै नाममा दुईटा डकुमेन्ट्री भएको भए देखाउँछ। तर अहिले के छ भने भारतमा यो आधार कार्ड बनाउँदाखेरि आँखा चेक गर्ने अनि हस्तरेखालाई फिङ्गर चेक गर्ने, त्यो बिना हामीले आधार कार्ड पाउन सक्दैनौँ। तर त्यसोको कारणले एयरपोर्टमा अहिले के सिस्टम गएको छ भने इन्टरनेसनल एयरपोर्टहरूमा त्यो आरपीएफको जवानहरूले, त्यो सेन्ट्रल गभर्मेन्टले हो, फेरि यहाँ महाराष्ट्र गभर्मेन्टले चेक, त्यो इन्टरनेसनल एयरपोर्टमा महाराष्ट्र गभर्मेन्टको कुनै पनि सरकार हुँदैन। त्यो सरकार, त्यो इन्टरनेसनल उसमा सेन्ट्रल गभर्मेन्टका कर्मचारीहरू हुन्छन्। ती कर्मचारीहरूले अहिले टेक्निकली सामानहरू राखेको छ। तपाईँहरूलाई नेपाली हो भनेर हाम्रो फेसले तुरुन्त पहिचान छ होइन। हामी नेपाली हो भने हामी जहाँ गयो भने हाम्रो पहिचान नेपाली, हाम्रो चेहरा फेस, हाम्रो बोली भाषाले पहिचानिहाल्छ। त्यसको कारणले उनीहरूले हामीले इन्डियन डकुमेन्ट देखाउँदाखेरि पनि उनीहरू च्याप्टर त्यहाँ चाहिँ नि आँखा चेक गर्छन्। आँखा चेक गर्दै साथमा हाम्रो आँखा चेक गर्यो भने उनीहरूको हाम्रो त्यहाँ यहाँ इन्डियाको डकुमेन्ट बनाएको छ भने तुरुन्त थाहा हुन्छ। त्यसैले हाम्रो धेरैजना साथीहरू अहिले अत्तरोड जेलमा लगभग 120 जना भन्दा माथिको हाराहारीमा अत्तरोड जेलमा हामीसँग सम्पर्कविहीन छन्। त्यहाँ हिजो म मात्रै हाम्रो एकजना भाइलाई त्यो दिनेश साईलाई छुडाउन जाँदा उहाँले जो भित्रबाट बाहिर आउँदा दाइ यहाँ त बहुत बिचमा एकदम हाम्रो जति छ नेपाली दाजुभाइहरूको धेरैजना यस्तो म जस्तै केसमा धेरै फँसेका छन्। अब यहाँ आर्थिक कति लाग्यो भनेर हामीले भन्नु भएन यहाँ होइन। आर्थिक त अब यहाँको लिगली अनलिगली हिसाबले पनि यहाँको कर्मचारीहरूले पैसा दिएरै त्यो काम हामीलाई जरुरी परेको टाइममा हामीले उनलाई दिएर पनि निकाल्नुपर्ने हुन्छ। जेलमा राख्नुभन्दा अरू पैसा दिएर हुन्छ उनीहरूलाई बाहिर निकालेर आफ्नो स्वदेश पठाउने भन्ने प्रक्रियामा हामी हिजो गइयो। मेरो सम्पर्कमा उहाँका साथीहरू आउनुभएको थियो, उहाँ पनमेलमा बस्नु हुँदो रहेछ। उहाँहरूलाई मैले सजेसन दिएर वकिलहरूलाई दिएर वकिल लगाएर वकिल थुरो यो चाहिँ लिगली काम गर्नुपर्छ भाइ भनेर हिजो उहाँहरूलाई वकिल लगाइदिएर वकिल लगाएको छ। अब त्यो सायद 1 हप्ता 15 दिन मात्र लगभग पुलिसहरूले यहाँ चार्जसिट हत्तै दिँदैन। किन दिँदैन रहेछ भने यिनीहरूको 1 दिनदेखि लिएर 90 दिनसम्म भित्र उनीहरू कहिले पनि दिन सक्छन्। त्यो उनीहरूको आफ्नो लोकआउट हुँदो रहेछ। केही न केही अब लचिलोपना दियो भने देखायो भने छिटो पनि दिने, नदिने भने आफ्नो परिस्थिति अनुसार प्रोसेस अनुसार चार्जसिट दिने। चार्जसिट दिनसम्म नदिएसम्म वकिललाई त्यहाँ बिल हाल्नै मिल्दैन। त्यसो भएको कारणले म सम्पूर्ण यो भारतमा रहेर अहिले नेपाली दाजुभाइहरूलाई म के भन्न चाहन्छु भने हामीसँग भएका डकुमेन्ट्रीहरू तपाईँहरूले या त नेपालमा आउँदा टिकट काट्दाखेरि पनि तपाईँहरू या त नेपालकै डकुमेन्ट युज गर्नुहोला, यहाँबाट जाँदाखेरि पनि उहाँबाट आउँदाखेरि पनि। यदि उहाँबाट आउँदाखेरि नेपालको युज गर्ने, यहाँबाट जाँदा भारतको युज गर्ने हो भने तपाईँको दोहोरो नागरिकता तपाईँको देखिन्छ अनलाइनमा। त्यसो भएको कारणले धेरै साथीहरू फस्ने अवस्थामा छ। अब यो त प्लेनमा र इन्टरनेसनल एयरपोर्टमा प्लेनमा आउजाउ गर्दा मात्रै चेकिङ हुने भइरहेछ। तर अब ट्रेनमा पनि चेकिङ भइसकेको छ। ट्रेनमा पनि यो सिस्टम चालू हुनेवाला छ। किनकि अहिले यो हाम्रो अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प आइसक्यो भनेपछि उनले आफ्नो देशको जो अनलिगल रूपमा बसेका नागरिकहरूलाई जस्तै तपाईँको मेक्सिकोबाट यताउताबाट गएर तल्लो बाटो भएर जाने नेपालीहरू या विदेशी इन्डियनहरूलाई पनि उनले जस्तै अहिले भारत अमेरिकाबाट रखेर्दैछ त्यस्तै भारतले पनि अहिले यो प्रक्रिया थालिसकेको छ। यहाँ बङ्गलादेशीहरू धेरै छन्, केनियाहरू धेरै छन्, हप्सीहरू धेरै छन्। त्यहाँ त्यो भाइले भने अनुसार हप्सीहरूले कमसेकम 3-4 हजार भन्दा माथि तिनीहरू पुगिदिएर हप्सीहरू तिनीहरूलाई यस्तो गर्दो रहेछ। 8-10 महिना राखेर 8-10 महिनालाई बङ्गलादेशीहरू तिनीहरूलाई लिएर फेरि भारत सरकारले यहाँ तिनीहरूको कोही मान्छे हुन्न तिनीहरूलाई लिएर फेरि बोर्डरमै छोड्छ। त्यस्तो अवस्था छ। तर हाम्रो देश के छ भने नेपाल र भारतको एउटा मैत्री सम्बन्ध हुँदा तर हामीलाई कानुनी प्रक्रियामा काहीँ न काहीँ हामीहरू डकुमेन्ट जम्मा गरेर केही न केही गरेर धितो गरेर हामी छुटाउने प्रक्रिया गऱ्यौँ तापनि अनावश्यक पैसा हामी खर्च नगरौँ। पैसा पनि फेरि त्यहाँ गइसक्यो भने पैसा धेरै लाग्छ। धितो राख्नु पर्यो, जमानत गर्नु पर्यो, फेरि धरोटी राख्नु पर्यो, तपाईँको पासपोर्ट जम्मा हुन्छ। पासपोर्ट पनि फेरि कोर्टद्वारा पासपोर्ट हामीलाई मिल्ने हो। त्यो तुरन्त हिजो मैले त्यो भाइलाई निकाल्दाखेरि साँझ हामी त्यहाँ गएका थियौँ पुलिस चौकीमा। पुलिस चौकीबाट हामीलाई के भन्यो भने आपका जो भी है बैग
कपड़ा, पैसा, मोबाइल ये सब मिलेगा, लेकिन आपका 2 डॉक्यूमेंट्री है, 2 डॉक्यूमेंट्री, दोनों डॉक्यूमेंट्री अभी नहीं मिलेगा। क्यों नहीं मिलेगा? आप तो अभी हम लोगों ने कोर्ट से हम लोग छोड़ गया, आपको जमानत मिल गई, हमको देना चाहिए, वो नहीं मिलेगा आपको। ये भी कोर्ट के थ्रू मिलेगा। एक चीज सरेंडर करना पड़ेगा, या चाहे नेपाल का सिलेंडर करो या भारत का सिलेंडर करो। तो इसीलिए कोर्ट के थ्रू आपको मिलेगा। जो जिसको आपको सिलेंडर करना है उधर चॉइस करना है, तो वो चीज वहां कोर्ट में वो रिजेक्ट हो जाएगा, तो आपका एक चीज चॉइस करना पड़ेगा, वो चीज के लिए आपको वहीं से मिलेगा बोलिए। तो 1 महीना के बाद फिर चार्जशीट होगा, उसका अप्लिकेशन होगा, तो उसका पासपोर्ट के लिए यस्तो लामो प्रोसेस छ। त्यसैले म सम्पूर्ण भारतमा आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई म तपाईँको यो लक्ष्यधारी न्यूज मार्फत र बहिनी यो हाम्रो ललिताजीको रिपोर्टिङबाट सम्पूर्ण देश विदेशमा रहेका साथीहरूलाई यो सूचना गर्न चाहन्छु। यो एउटा जनजागरण अभियान जस्तै हो, किनकि यो अहिले हामीलाई थाहा भएको छ र यसलाई यही न्यूजलाई जनजागरण न्यूज मानेर तपाईँहरूले सबैले, कुनै साथीले नेपालबाट आउँदा बिमारी भएर आएको मान्छे नेपालकै डकुमेन्ट बोकेर आउनु होला। भारतमा रहेका साथीहरूले या त भारतकै डकुमेन्ट युज गर्नु होला या नयाँ नेपालको डकुमेन्ट युज गर्नु होला। दोहोरो नागरिकता, दोहोरो उसमा नफस्नु होला भन्ने म तपाईँहरूलाई सचेत गराउँदै र हाम्रो बहिनी ललिताजीलाई पनि म धन्यवाद दिँदै, यो लक्ष्यधारी न्यूजका सम्पूर्ण टिमलाई सहित म धन्यवाद दिँदै र आगामी दिनमा आउने नेपाली दाजुभाइहरूलाई सचेत गर्दै र यो हाम्रो एउटा जनजागरण अभियानको कार्यक्रममा आज म टेलिभिजनमा बोल्दैछु कि यो तपाईहरू निश्चय रहनुहोला। तर यो हाम्रो देशको एउटा गरिबीपनाले गर्दा हाम्रो देशको 22वटा बन्दरगाह छन्। हामीलाई कुनै रोकटोकको छैन, प्रतिबन्ध छैन, पासपोर्ट सिस्टम छैन। त्यसो भएको कारणले पनि घरमा मनमुटाव हुँदाखेरि पनि, लोग्ने श्रीमतीको मनमुटाव हुँदा पनि भारत भाग्ने, बाबुआमासँग झगडा हुँदा पनि भारत भाग्ने, कसै दोस्त यारसँग झगडा हुँदा पनि भारत भाग्ने प्रक्रियालाई नअपनाएर तपाईहरू अलिकति सचेत भएर आउनुहोला भन्ने म तपाईहरूलाई, भारतमा रहेका दाजुभाइहरूलाई र नेपालबाट आउने दाजुभाइहरूलाई र भारतको कन्याकुमारीदेखि लिएर त्रिवेन्द्रमसम्म रहने सम्पूर्ण नेपालीहरूलाई मेरो यो आवाज हो कि यो दोहोरो नागरिकतामा तपाईँहरू नफस्नुहोला। जसले पनि यहाँ घरद्वार लिएर बसेको छ भने तपाईँहरूको लागि पनि एउटा टेम्पोररी यहाँ बस्दासम्मको लागि एउटा राजदूतावासले नयाँ प्रक्रिया भारत सरकार र विदेश मन्त्री, अस्ति पूर्व विदेश मन्त्री प्रकाश शरण महतजी र हाम्रो नेपाली जनसम्पर्क समितिका केही साथीहरूको केन्द्रीय अध्यक्षज्यू लगायत र दूतावास राजदूता हाम्रो एम्बेसेडरको पहलमा हामीले एउटा बैठक गरेका छौँ दिल्लीमा र उहाँले यो सूचना जारी गरेको छ कि अब हामीले यो तुरुन्तै लागू गरिसकेका छौँ। सम्पूर्ण नेपालीहरूमा यो चिज सबैलाई यो एम्बेसीले नयाँ एउटा भारतको लागि डकुमेन्ट दिँदैछ र यो आधार कार्ड जस्तै एउटा भारतमा बस्दासम्मको लागि टेम्पोररी आधार कार्ड जस्तै दिने भएको छ। त्यसलाई सबैले युज गरौँ। यहाँको ब्याङ्क एकाउन्ट खोल्न, तपाईँको हरेक चिजमा यहाँको गभर्नमेन्ट अप्रुभललाई लिगली मान्ने गरी यो नेपाल एम्बेसीले बनाइरहेको छ। त्यो सम्पूर्ण साथीहरूले फलो गर्नुहोला भन्दै र म तपाईँहरूबाट बिदा हुन्छु। फेरि पनि तपाईँहरूलाई सचेत गराए, दोहोरो नागरिकता बोकेर नआइदिनु होला र न यो दोहोरो नागरिकता साथमा लिएर नराख्नु होला र मोबाइलको भित्र पनि नराख्नु होला। मोबाइल पनि तपाईँको इन्टरनेट मोबाइल चेक हुन्छ, फेसबुकमा पनि नराख्नु होला, व्हाट्सएपमा पनि नराख्नु होला, मेसेन्जरमा पनि नराख्नु होला, इन्स्टाग्राममा पनि नराख्नु होला। यो सबै तपाईँलाई म सचेत गर्दै यो एउटा जनजागरण मैले एउटा तपाईँहरूलाई यो जागरणको लागि र एउटा के भन्छ नि यो प्रशिक्षण जस्तै पनि हो, एउटा हाम्रो सुझाव पनि हो। यसलाई तपाईँले अन्यथा नलिएर यो मेरो इन्टरभ्यूलाई सम्पूर्ण नेपालभरि भारतभरि रहेका दाजुभाइहरूले एउटा राम्रो यसको उपयोग गरिदिनु होला र यो पालना गरिदिनु होला भन्दै नेपाली जनसम्पर्क समितिबाट हुने हेल्प र सहयोग भारतभरि हाम्रो भारतको 7वटा प्रदेशमा हाम्रो 7वटा प्रदेश भएको छ, 7वटा क्षेत्र बनेको छ। जहाँ जहाँ हुन्छ हामीले गर्न सक्ने सहयोग हामी गर्न तयार छौँ र तत्पर छ नेपाली जनसम्पर्क समितिले। सायद यो एमबीसीसम्म सम्पर्क गरेर हामी यो मुम्बईमा पनि, कलकत्तामा पनि, जहाँ जहाँ हाम्रो नेपालीहरू छन् पुरै भारतभरि यो अभियानलाई सुरुवात गर्नुपर्छ भन्ने हामीले दबाब पनि राखेका छौँ र हामी पनि त्यसमा सहयोग गर्ने अवस्थामा छौँ। र भारतमा रहेका सम्पूर्ण विभिन्न सङ्घ संगठनका सामाजिक क्षेत्रमा काम गर्ने दाजुभाइहरू हो, जो पनि सोसियल मिडिया काम गर्ने सबै साथीहरू हो, सबैले व्यापार जो ठुल्ठुलो अफिसरमा काम गर्ने सबै दाजुभाइहरूले यो चिजलाई सबैले जनजागरण अभियान गराउनु हुन, सचेत गराउनु हुन अनुरोध गर्दै यहाँबाट बिदा हुन्छु। हस्त। जय नेपाल, जय हिन्द, जय महाराष्ट्र।